दर्शकबिन देशकै अनौठो घटना पहिलो पटक घटेको छ बाँके कोहलपुरमा। यो घरभित्र हेर्नुहोस् त, अर्थात् यो घरको एरियामा हेर्नुहोस् त, घरमा जे राख्यो कि आगो लाग्छ। त्यसपछि के छ त भित्र जाम्न भने हामी आफै भित्र गएर त्यहाँ लेखेको छ दिदी गएर हेर्नु न भनेर भित्र गएर भर्खर 2 मिनेट मात्रै हामी भित्र हेरेर बाहिर निस्किन के पाथ्यौँ। बाहिर नानीले लगाएको त्यो सानो एउटा हाफकट्टुमा पुरै आगो लागिरहेको अटोमेटिक हामीले देख्यौँ। हामी आफै पनि त्यो शरीरमा आफसे हाम्रो पनि एकदम डर जस्तो पनि भयो कि हामीलाई एउटा फिल भयो। अनि शरीरमा एकदमै काँडा फुले जस्तो भयो न कस्तो कस्तो भयो। अनि हामी पनि बोल्न नि सकेनौँ। त्यसपछि बस्यौँ। अनि त्यसपछि के हो त्यस्तो अनौठो भयो भने यो त धेरै भयो दिदी। अब यो त भित्रको त हाम्रो लुगा लत्ता अन्नपात जलेर हाम्रो त केही छैन, सबै खरानी भइसक्यो। अब कति हामीले त्यो के लुगा फाल्दियो भने आगो लाग्छ। हजुर त्यस्तो छ। जे फाल्यो त्यही आगो लाग्छ। तपाईहरु पनि अहिले प्रत्यक्ष देख्नुभयो नि अहिले भर्खरै पनि कामी राखेका छन्। साँच्चीकै हामीले जे चिज त्यहाँ फाल्छौँ अटोमेटिक आगो लाग्छ। आगो लागिरहेको छ। वास्तवमा त के होला जस्तो लाग्छ। त्यही त अब एकदमै दैव शक्ति के हो भूत प्रेत के हो। अब धेरै अब उहाँले लगभग 25-30 वटा धामी झाँक्री पनि बसालिसक्नु भएको रहेछ। त्यसपछि कसैले पनि त्यो अहिलेसम्म के हो भने फुटाउन सक्नु भएको छैन। धामीले पनि स्वयं ध्वजा लिएर बस्दा धामीकै हातको ध्वजामा पनि आगो लागेको भनेर घरकै मान्छेले भनिराख्नु भएको छ। र हामी बाहिर बसिरहेका थियौँ। टोयलेट बाहिरबाट चापी लागेको थियो। टोयलेटभित्र बाल्टिनमा आगो लागिरहेको थियो। पानीमै माथि नै पुरै बाल्टिनमा आगो दन्किरहेको थियो। बाहिर बसेको भित्र अटोमेटिक बाल्टीभित्र पानी छ, पानीमा पनि आगो लाग्छ। पैसा अन्न बाली मान्छेका लुगा लत्ता कपडा जे छ त्यसैमा आगो लाग्छ। हेर्नुहोस् त, तर कसरी आगो लाग्यो त भन्ने अहिलेसम्म पुष्टि हुन सकेको छैन। धामी झाँक्री देवी देउता मैकी माइकलाल भनेर आउँदा पनि अहिलेसम्म आगो कसरी लाग्छ भन्ने कुरा थाहा छैन। 1 महिना भयो घरमा जे राख्यो कि त्यही आगो लाग्छ। लगाएको लुगा समेत अहिलेसम्म छैन। यो घरमा धेरै बिजोग भएको छ। कसैले मैले पत्याएको थिइनँ केही दिनसम्म केही समयसम्म त मैले पत्याएकै थिइनँ। कुनै मान्छे आयो होला शत्रु होला अथवा केटाकेटीले उटुङ्गे गर्यो कि बाहिर लुकेर मकैबारीमा लुकेर लागेको हो कि भनेर विश्वास मानिनँ मैले। त्यसैपछि आएर मैले हेर्दाखेरि त्यो दृश्य देखेँ। आगो आफ्नै आँखाले देखियो, पुत्तारी लाग्यो। यहाँ एउटा धनुकाँड जस्तो लेखेको थियो, उल्टो क लेखेको थियो पहिलो पटकमा। अनि त्यहाँ अहिले त धेरै कुराहरू लेखेको छ भित्तामा। यहाँ त्रिशुलको पनि छ, यता त्रिशुल पनि छ। कसरी लेखेको त यो? कसरी लेख्यो हेर्नुहोस्, आफै चाहिँ भयो यो त्यस्तो आफै भयो। मलाई सुन चाहियो, मलाई नौगेडी चाहियो, सुन चाहियो। अनि नाइ भन्यो फेरि, यहाँ नौगेडी चाहियो भन्दा नाइ भन्यो। यो त्रिशुल के हो भूत प्रेत के हो। अब धेरै अब उहाँले लगभग 25-30 वटा धामी झाँक्री पनि बसालिसक्नु भएको रहेछ। त्यसपछि कसैले पनि त्यो अहिलेसम्म के हो भने फुटाउन सक्नु भएको छैन। धामीले पनि स्वयं ध्वजा लिएर बस्दा धामी